आज मलाई एक्कासी आमाको याद आयो। परदेशमा काम गर्दा गर्दै आमाको याद आइहाल्छ। मैले आमाको फोटो मसँग एक प्रति मात्र रहेछ। त्यसलाई मैले फेसबुकमा राखेँ। राख्दाखेरि मेरो आफन्तहरूले दिनुभएको प्रतिक्रिया धेरै नै मलाई रिस पनि उठ्यो र हाँस पनि उठ्यो। आमा गुमाउनुको पीडा र आमाको याद छोरालाई आउँछ पनि, त्यो स्वाभाविक कुरा हो। तर मेरो आफन्तहरूले हेर्ने दृष्टिकोण धेरै फरक रहेछ। आमा हुँदाको आफन्त नहुँदाको आफन्त म राम्रोसँग बुझ्न सक्ने मेरो हुनत छ र बुझिरहेको पनि छु। किनभने आमाको फोटो फेसबुकमा राख्दै गर्दा हाँस्नु पर्ने कारण चाहिँ के छ? तिम्रा पनि आफन्त, तिम्रा पनि आमाहरू हुनुहुन्छ। भोलिको दिनमा तिम्रो पनि आमा बित्नुहुन्छ। त्यो पीडा तिमीलाई राम्रोसँग महसुस हुनेछ र थाहा पनि हुनेछ। आमाको पीडा त्यो तिमीलाई भोलि थाहा हुनेछ। आमा बित्दाखेरि बल्ल आमा आउनु नै चाहिन्छ। त्यहाँ तिमीलाई थाहा हुनुपर्छ। तिमीले त्यो सोचेको छ मेरो त आमा छ, मलाई त्यस्तो केही मतलब छैन भनेर नसोच्नु होला। यो प्राकृतिक नियम हो, सबैले भोग्नुपर्ने कुरा हो। त्यसैले अरूको आमाप्रति अपमान नगर्नु होला। आमा आमा नै रहिरहन्छ।